नगर नि गोजी भोज्न म त केक काट्दिने मात्रै हो पैसा त आउँदैन नि गोजी रहेछ रेडी भएर आइरहेछ भाइले लु सुप्रिम मलाई दिनु भएको मेरो नानीले हजुर नलाउने हो यो होला केक कहिले खाउँला न बिचरा टिका चाहिँ लाउनु म लगाइदिएको रहेछ मैले लु लगाइदेऊ त्यो उ चाहिँ उत्ताले फर्काएर चाहिँ काट्नु पर्यो यतापट्टिदेखि चाहिँ हो टिका हौ यो पक्रिनु न गीत त छैन ठुलो दादालाई दे यता आन्टी ए बिचमा हाल्नु लगाइदिनु भयो केकमा बस्नुहुन्छ आन्टी पछाडि मामुलाई देऊ मामुलाई हात लगाउनु भाइ दिनै काटेको पैसा लिन पैसा दिनुभयो भएन नि दिनुभयो त अनि पैसा साथीलाई पनि दिन लाग्ला नि यहीँ छ त भने आऊ न नि यहीँ छ हौ ड्याडीसँग छ अरे बाँकै सकेको यहाँ छैन भाउ के को खोइन कि दुईजना छ तिनजना अघि भन्छ त्यहाँ नानीलाई देऊ न किन बाँकी भइरहेको मलाई चाहियो त पर्दैन उल्टा भयो क्या चक्कु पक्राइदियो के न धेरै नि बच्चाहरूलाई यसो टिका लगाइदिने टिका लाउने मेरो यसो बहु परबाट चेलीबेटी आएका हुन् तिम्रो नि आयो थ्याङ्क यू भन पक्रे त भिडियोमा दादालाई दिँदैछ दादालाई दिँदैछ लु मामा टिका लगाइदिनु मामा लगाइदिनु न म अन्तिममा सक्यो नि लगाइसक्यो सुस्मितालाई दिनु पर्यो भाउजूलाई दिँदैन बुढी जसले लाउँदा हुन्छ ट्याक ट्याक लगाइदिनु टिका लगाइदिनु पालै पर्खिने भने अनि भइसक्यो त पालो मात्रै परिसक्यो पक्रिनु न छिटो काट्ने हो काट्ने भाउजू आउनु भाउजू काटुम काटुम भाउजू आउनु भएछ है लु पैसा राम्रो मोबाइल राखिदिनु यता आउनु के गरेर पकाउनु पर्ने हो पकाउनु ठुलै भए पनि भइगयो त टिका पर्दैन हौ भइगयो त भाउजू त पनि भाउजूलाई देऊ लु भयो के छैन अहिले के कहिले काटन सम्मुखीका लागि भाइले सबै चाटचुट पारेको छ नि दया उता घुमाएर काट न दिदी चाहिँ त्यहाँ हल्ला गरेर छोरी उता भाइलाई टिका लाउँदैन केक काट्ने एकछिन मलाई लगाउँछु मामाहरूले त्यो टपरी ल्याउनु पर्छ नि अस्ति पनि त्यो खोइ प्रब्लम मलाई त्यो यादै भएन हौ पार्सल पाइँदैन खोइ दाजु टपरी भन्दै हुनुहुन्थ्यो पाइन्छ क्या त्यो भाइलाई टिका औ खोइ कहाँ भन्नु नो ए लगाउने म हालेर ए लिनु ए भयो भयो मलाई नकाटो केक म खाँदिन मलाई नकाटिदेऊ भाइलाई टिका लगाइदिए तिमीलाई नकाट मलाई आइज नि
ल्याइदिनु। थाहा भएन त त्यसैमा कि थोरै हो भनेर म 100 घर्सी का यतापट्टिदेखि यस्तो तरिकाले चिनाउँछ। उयो 0.5 मा पनि नराम्रो जुम गर्दाखेरि त साह्रै राम्रोमा आउँछ त फेरि यो चाहिँ चक्लेट ल्याउनु भएछ यो यति हुन्छ भन्छ मलाई केही जान्दैन। होइन, यो चाहिँ चक्लेट रहेछ भनेको क्या अस्ति झन् भन्यो नि ल्याएको अहिले त नभनी ल्याएको यता फोटो यता। खिचिरहेको नि। यो चाहिँ चक्लेट ओ उही कति मानेको मामाले टिका लगाइदिन्छ तपाईँ सेतै मात्र त्यहाँ केकमा मोमो क्या ओ राकेश कता छ अघि देखो अब एक सारा लगाइदिँदैन नि त लगाइदेऊ